कस्तो थकाइ लाग्यो हिँड्दा हिँड्दा। गाइस हामी यसरी जाँदै थियौँ, त्यहाँ कुकुरले हामीलाई रोके, हेर्नु न टोक्छ क्या त्यसले। नभागै नभाग टोक्छ यसले, भाग्यो भने। यहाँ हिँड्नु नि यतिनिरले। हेर्नु गाइस, फोटो लिनको लागि मान्छे रुखा पनि चढे खाने के। ओइ यहाँ त घोप्टो पर हिँड्नु पर्छ यार। वहाँ मित्र चाहिँ गोरा आएन भनेर यहाँ टेन्सन हुनुहुन्छ तपाईँ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। दिस इज द थर्ड डे इन माई भिलेज। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र यतिखेर चाहिँ भाइ र म भएर भ्यू हेर्न जाँदैछ माथि। बिहानै उठेर त्यहाँ त्यस्तो यहाँबाट देखिन, त्यहाँ बादल लागेको छ क्या, अनि यहाँबाट राम्रोसँग देखिँदैन। माथि डाँडोमा जाँदैछौँ भ्यू हेर्नको लागि। बिहान बिहानै उठेर गाउँमा आउनुको मजा यही छ कि बिहान बिहानै उठ्ने, डुल्ने, उकालो हिँड्ने, भ्यू हेर्न जाने, यही मजा छ बिहान बिहानै उठ्ने। कस्तो हरियाली नजारा हेर्न पाइन्छ बिहानै उठेर। कस्तो थकाइ लाग्यो हिँड्दा हिँड्दा। गाइस म चाहिँ आएँ रस्सी थाकेर। भ्यू हेर मै अब। यो बादल छ नि, यो पुरै बादल यताबाट आएको छ कि यताबाट बादल पुरै यता। कस्तो सोही टाइममा आएछु हेर्नु न। यहाँ तलबाट आएको छ कि पुरै। कस्तो राम्रो। उता पारी पनि गएको छ। कस्तो उता पारी हेर्नुहोस् त। हेर्नु त, वाउ गाइस हेर्नुहोस् न। मैले अहिलेसम्म यस्तो भ्यू कहिले देखेको छैन कसम। हेर्नु न, अघि हालिहाल्सम्म यस्तो उज्यालो थियो होइन, हेर्नु न अहिले पुरै बादलले ढाकेर। आइएम सो ह्याप्पी गाइस। यस्तो भ्यू देख्दा वाह, मेरो त मनै खुसी भयो। अहिलेसम्म देखेको थिएन कि मैले यस्तो। हाम्रो ठाउँमा पनि देखिने रहेछ कि यस्तो भ्यू। अहिले त पुरै बादलै बादल भयो। तिमीलाई कस्तो लाग्यो भन त? दामी लाग्यो। मिठो हावा लागेछ। तिमीले अहिलेसम्म यस्तो भ्यू देखेको थियौ कि नै? यहीँ बसेर यहीँ बसेर उसले पनि देखेको थिएन। हेर्नु न, यो चाहिँ एउटा लक पनि हो क्या। सो लक्की गाइस, सो लक्की। बिहान बिहानै उठेर त्यस्तो दुःख गरी स्या गर्दै हिँडेको। हेर्नु न, यस्तो राम्रो भ्यू हेर्न पाइयो क्या। गाइज बाबालाई मस्त देखेँ के। म त यो हेर्छु भनेर आएकै थिएन के। होइन, हेर्छु भन्नाले नि यस्तो होला भनेर आएकै थिएन कि। म जस्ट हेर्न भनेर यो हेर्न भनेर आएको। तर आयो। यसको पछाडि छ के, यसको पछाडि यहाँबाट पुरै बादल लागेर है यस्तो बवाल। मनै खुसी गरिदियो कि। यस्तो अहिलेसम्म देखेको थिएन कि मैले। पुरा बादल उडेको छ, चिसो हावा लागेको छ, पानी परेछ, जताकतै हरियाली। जस्ट वाउ। फोटो खिच्दा भिडियो बनाउँदा खाने टाइम पनि भएन। अब चाहिँ हामी फर्किन लागेको। गाइस हामी चाहिँ खाना खाएर चाहिँ फेरि घुम्न जान लागेको माथि कङ्के देउराली। र मेरो बहिनी, 1 वर्ष कान्छी बहिनी। गाइस लुक एट माई हेयर स्टाइल। उहाँले बनिदिनु भएको। गाइस हामी यसरी जाँदै थियौँ, त्यहाँ कुकुरले हामीलाई रोके, हेर्नु न टोक्छ क्या त्यसले। नभागै नभाग टोक्छ यसले, भाग्यो भने। त्यहाँ छ कुकुर। उता हेर सुस्तै त्यसले रुख भाग्छ है, त्यसले टोक्यो भने। दाजु नटोका ल। ऊ त्यहाँ छ कुकुर, त्यहाँ छ। हिँड बस धन्न टोकेन। अब भुक्दा बित्तिकै हामी रोक्यौँ, भागेको त फिक्स पछि आएर टोक्थ्यो।
ल गाइस यहाँबाट एउटा कुरा सिकिन्छ यदि कुकुर पछि पछि आएर टोक्न थाल्यो भने दगुड्ने होइन ठप्प लाएर बस्ने ओए छिटो आइज के कस्तो हो र अब धेरै टाढा होइन यस्तै हुन्छ पहाडी भनेको पहाडी हुन्छ नि तरीमा बसे त्यो पानीले मात्रै गलाउँछ हेर्नुहोस् गाइस काम छैन अनि हिँड्न पनि त सक्नु पर्यो नि सक्नु पर्यो नि 1-2 घन्टाको होइन र गाइजहरू लास्टै पसिना तैँले बनाइदिएकोस् नि यो कपाल मलाई ससेन जस्तो लाग्छ के हेर यो कपाल बनाइदिएको ससेन साँच्चै हो ससेन सह म ससेन जस्तो लाग्छ के यो फर्स्ट टाइम मैले यस्तै हेयर स्टाइल बनाएको सबै मैले जानिदिन्छु क्या तँलाई होस् राम्रो साँच्चै हो तँलाई चाहिँ राम्रो देखेछ मलाई नराम्रो देखेँ म जान्छु तँलाई त मभन्दा राम्रो सिजोकेर ए नमस्ते नमस्ते धेरै हो लगाइज हामी चाहिँ 1-1.5 घन्टाको बाटो हिँडेर आइसक्यौँ यहाँनिर ए यो गङ्गे दिउराली यहाँबाट ल गङ्गे दिउरालीभित्र हाम्रो इन्ट्री भयो गाइज हामीले चाहिँ यहाँ बाँदर सोल्टीलाई देखेको उयो जान बिस्कुट ल्याइदिएर आइज न बिसिन्दु यहाँ यहाँनिर नेतकोनिरले ल ओ खायो ल यो पनि खाऊ यहाँनिर आयो कङ्के देउरालीको टुप्पोमा कङ्के देउराली आइसकेपछि मेन कुरा चाहिँ यसमा चढ्नुपर्छ क्या मेन होइन यहाँनिर केही हावा लागेको छैन होइन यस्तो शान्त छ है यहाँ माथि चढ्छ कि यस्तो हावा लाग्छ नि मान्छे उब्रेन जस्तो चढमै त यो यति अग्लो टावरमा यहाँ चाहिँ फेरि त्यस्तो डर छैन अग्लो भयो नि डर छैन किनकि यता सेफ्टी छ क्या त्यहाँ त कतै सरको मान्छेलाई इन्भाइट छ सरको मान्छेले इन्भाइट छ किन किन हावा खानको लागि ए अहिले गर्मी छ नि त उता लास्टै ओइ ओइ तँ के चरो हो त्यस्तो त्यो त एकै ठाउँ ठिङ्गै छ है कुन चरो यस्तो यो हेर त सिन्धु कुनै एकै ठाउँ ठिङ्गै छ यहाँ भिडियोमा देखेछ कि नै देखेछ होला ल गयो ल लाग्यो कस्तो राम्रो हावा लागेछ यस्तो चाहिँ यहाँबाट यस्तो भ्यूबाट यस्तो छ यो जालीलो अलि राम्रोसँग देखिँदा के यस्तो छ है यहाँबाट यस्तो माथि चाहिँ यस्तो छ नानी छिटो आइज न यो फिल्म गइज हामी त बच्चा बच्ची त होइन तर हामी बच्चा बच्चीकोमा खेल्छौँ अब अड्छ कि नै त्यही पनि यहाँ अड्छ कि नै ओ यो फोरो रहेछ यसमा अड्छ कि नै उयो अड्दैन यसो त उयो कसरी बस्ने अरे यसरी बस बस्छ त बस्छ ल म त सक्दैन है खुट्टा माथि गर्न बाहिर गर्न खुट्टा म जस्तै बाहिर गर्न खुट्टा हो त्यहाँ हो ठिक छ ल ल ल यहाँ छुप्न अगाडि छुप्न हो त्यहाँ छुप के ल गाइज सो वाउ ओइ धेरै अरू फिल्म खै यो घुम्छ ल उत्रिन नि गाह्रो छ कि कपडाले गर्दा ओ यो फिल्म छिटो आइज यसमा त खै कहाँबाट जाने हो यो यहाँबाट जाने हो कहाँ छ यो जाने बाटो लौ ए यताबाट रहेछ ओए प्रभु हामी ठुलो मान्छे होइन हामी बच्चा बुझ्यौ है यहाँ त घोप्टो पर हिँड्नु पर्छ यार ल बसेँ है म ओए के हो त यो लाग्दैन है ओ यो त हिँडेर गइन्छ है चिया म यतैबाट गइदिन्छु यसको यहीबाट ओए सिन्धु ठेल त पछाडिबाट
उन्नाबाट त चिप्लो छ यहाँ त उतै जानुपर्छ रुक सिन्धु रुक 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 सिन्धु रुक ओया ओए यहाँबाट त यसरी जानुपर्छ यार कति सानो ल पहिला त इट्स माई टर्न है ओए पुरै फोहोर लाग्यो ओए ओए ल त लाग्यो यही फोहोर लाग्यो ओ यो निकालिदिनु यो के हो यस्तो यो के हो बस्नु सुन्नु हात्ती ढिकिच खोइ बस्नु ढिकिच गर्दा कान बेसकिन सोपेर गर्ने ल तँ खुट्टु त माथि लिएको अनि घुम्ने रहेछ कहिले घुमाउँछ त्यो एउटाले घुमाउँछ एउटाले बस्नु म घुमाउँछु यस्तै घुमाउने कस्तो गराइ के हुन्न प्रभु बचाऊ यो कति नडले चाहिँ हेरेर त घुमाए यार यो रमाइलो रहेछ है सबभन्दा न यो ठिक रहेछ हेर्नु गाइस फोटो लिनको लागि मान्छे रुखा पनि चढे खाने के गाइस हामी चाहिँ बल खेल्न जान लागेको मेरो मित्र र म भएर उहाँ चाहिँ मेरो पुरानो मित्र उहाँलाई चाहिँ म फुल दिन चाहन्छु लिनुहोस् थ्याङ्क यू मोस्ट वेलकम स्वागत छ तपाईँले मेरो ब्लगमा के भन्न चाहनुहुन्छ केही भन्न चाहन्न सबै बोकाउरी हजुर चाहिँ बल खेल्ने भनेर आएको यहाँ टिम पुगिसकेछ यिनी सब हाम्रा भाइहरू हुन् हामी चाहिँ यति खेल्नवाला थियौँ यो सबै ओइ ठोक्यो ल गाइस हामी चाहिँ भलिबल खेल्ने भनेको त्यहाँ केटाहरूको टिम फुल भइसकेछ त्यही भएर हामी चाहिँ अब त्यहाँ डाँडातिर घुम्न जाने नमस्ते बुवा गाइस अब यस्तै यो गाउँमा आएपछि सबैसँग हेलो नमस्ते गर्न पर्छ ऊ साथीहरू मलाई छोडेर उहाँ गइसके छुन सक्छस् ल खोइ छोडेर देखा त ल छोडेर देखा ओए ल तिमीले छोडेर देखाऊ प्लिज ल 1 2 3 प्लिज ओए तेरो एन्ट्री छैन भलिबलमा तेरो एन्ट्री छैन भलिबलमा बल्ल छुनी हो नेट त छुन सक्दिन त माथिको फेरि त्यो बिहान युरिया हानी गरेर गाइस हामी फोटो खिच्दैछौँ उहाँ मित्र चाहिँ गोरा आएन भनेर यहाँ टेन्सन हुनुहुन्छ तपाईँ साँच्ची रियलमा गोरो हुनुहुन्छ कि खास के भन्दा नि क्यामेराले मलाई ह्याप होइन तपाईँले ह्यापेको होइन मलाई 2-4 दिन बस्न दिनु म पनि मेरो असली रूपमा आउँछ म मेरो असली रूप एडिट गरेर सेतो फिल्टर ल हस् भइहाल्छ हजुरले खिच्नु नि हो ल मै जस्तो काला हुने होइन यो त यो तिमी भन्दा नि अझै बेकार छ मलाई लाग्यो
ल ल ल होइन बस बराबरी हुनु पर्यो नि त दुवैलाई एकजनालाई धेरै एकजनालाई त कहाँ गइस् त म 4 दिनपछि म मेरो असली रूप पाउँछु भनेको छु नि अलरेडी आइसकेको त आऊ त्यस्तो भन्न खोजे होइन तिमी अलरेडी सेती छौ अब फेरि के कालो क्या त्यो अरू केही बेइज्जत गर्न छ मेरो भ्लगमा हजुरलाई खास के भन्दा नि अब तिमी काली भयो भने फेरि सुस्मिताको साथी काली भन्दा ए अनि हजुरलाई के भन्न छ त एकदमै काली भएको चाहिँ म देख्न चाहन्छु हजुर होइन त्यो हृदयदेखि के एक महिना जति बस्तु त्यहाँ म भन्दा नि काली भएको ए तपाईँ नि त्यही हेर्न चाहनुहुन्छ तपाईँ त मेरो प्राण ओ माय गॉड प्लिज ए ल गाइस दुश्मन खोज्न कोही जानु पर्दैन गाइस दुश्मनहरू हेर्नुहोस् हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको गाइस हल्का हल्का बल खेलियो लास्टै हात दुख्यो अब चाहिँ घर जाने खाना खाने सुत्ने ल आजको लागि यति नै मन पऱ्यो भने डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब थ्याङ्क यू सो मच फर वाचिङ